सबैजनालाई मेरो नमस्कार। आज मैले गुलियो आँपको अचार बनाउन गइरहेको छु। आँपलाई मैले पहिले काटेर चाहिँ यसलाई पानीमा धोएर अनि यो कोरनीमा कोरेको राम्रो हुन्छ भनेर कोरनीमा कोरेको अनि आगो बालेर यसलाई चिनीको चास्नीमा अब मैले मजाले पकाइरहेको छु है। यसलाई पकाइसकेपछि अब केही समयसम्म यो पाक्छ अनि त्यसपछि मेरा मसलाहरू यहाँ तयार भएका छन्। यो सुक्मेल अनि यो सौंफको धुलो, यो मेथी, त्यो खुर्सानी धुलो पाउडर अनि त्यसपछि त्यो ज्वानो जिरा सबै मिक्स गरेको सुक्मेलहरू ल्वाङहरू मिक्स गरेको रेडी छ मसला। केही समयपछि त्यो पाक्यो भने फेरि मैले मसला राखेको पनि देखाउने छु। अन्तिमसम्म हेरिदिनु होला। साथीहरू अब यो पाकिसक्यो। यो कसरी पाकेको थाहा पाउने भनेपछि यसरी अब यो जब पाकेपछि यसले कलरहरू फेर्छ अनि यसले छुट्न चाहन्न लर गर्छ। यसरी गऱ्यो भने अब हामीले यसलाई मसलाहरू आफूले राखिदिने। मैले यो सौंफको पाउडर राखेँ, त्यसपछि मैले यो ज्वानो अनि जिराहरू भुटेर पिसेको यो पाउडर पनि राखिदिएँ। त्यसपछि मैले यो चाहिँ सुक्मेरको पाउडर पनि राखिदिएँ। अब मैले आफूले कतिको पिरो खाने हो त्यही अनुसार आफूलाई पिरो कति मनपर्छ त्यही अनुसार चाहिँ आफूले राख्ने चोइस गरेर अनि खुर्सानी पनि राखिदिएँ। यो मेरो अन्तिममा मेथीको पाउडर, मेथीलाई पहिले भुटेर अनि पिसेको पाउडर हो यो। अनि मसलाहरू आफूलाई जति राख्न मनपर्छ त्यति नै युज गरेँ, अरू बाँकी चाहिँ बचेको छ। अब यसलाई मैले मजाले मिक्स गरिदिन्छु। मिक्स गरेपछि अनि यो मसला राखिसकेपछि एकछिन पाकेपछि यसलाई निकालेर यो चिसो हुन दिने। चिसो भयो भने त्यसपछि यसलाई डिब्बामा राख्ने अनि धेरै समयसम्म पनि रहन्छ यसरी बनाएको र खानालाई पनि मिठो। ल साथीहरू, यसरी आँपको गुलियो अचार मैले तयार गरेँ। हजुरहरूले कसरी बनाउनुहुन्छ? हस् त ल, बाइ बाइ।